नानु नानी बाबु के गरिन्छ हेलो भन्नु नमस्कार के गरिन्छ स्कुल गएनौ स्कुल अघि नै आएको हो र हेर यहाँबाट भाइरल रोड कहाँ जान्छ पर जान्छ यो बाटो कहाँ जान्छ पर जान्छ नि धेरै टाढा लाग्छ ए हुन्छ म घुमेर जान्छु है चेन बाबु के गरिन्छ हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल एमआरके भ्लग सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल एमआरके भ्लगमा सो गाइस आजको न्यू भ्लगिङ हुन गइरहेको छ म चाहिँ यो घोडाईको भाइरल रोड भन्ने ठाउँमा आएको छु गाइस म चाहिँ यहाँबाट साइक्लिङ भ्लग गर्नको लागि गइरहेको छु गाइस साँझो भएको छ तर मौसमहरू क्या सफा देखेको छ अनि यतातिर देख्न सक्नुहुन्छ पुरै जङ्गल छ होइन क्या दामी सिन छ यतातिर वाउ क्या दामी सिन छ यतातिर देख्न सक्नुहुन्छ पुरै सालको दमाक छ सो गाइस म चाहिँ यहाँबाट घोडाई जाँदैछु सो गाइस वाच गर्नु होला इन्जोय गर्नु होला होइन साँझोको समय भएको छ टक्क मिरमिरे साँझो भएको छ अनि टक्क हल्का पानीहरू पर्दैछ वाह क्या दामी सिन छ सो गाइस वाच गर्दै गर्नु होला इन्जोय गर्दै गर्नु होला है त सो गाइस देख्न सक्नुहुन्छ भाइरल रोड भनेर चिन्ने गरिन्छ यो ठाउँलाई चाहिँ म चाहिँ आएको थिएन फर्स्टचोटि आएर यता भ्लगिङ गर्दैछु कोही मान्छे छैन म चाहिँ एक्लै छु मलाई चाहिँ शान्त वातावरण नै मनपर्छ अनि शान्त ठाउँ नै मनपर्छ सो गाइस देख्न सक्नुहुन्छ यतातिर क्या दामी सिन छ होइन सो गाइस यतातिर साइकल छ होइन अब म चाहिँ यतातिर यो गोप्रो क्यामेरा फिट गरेको छ यो चाहिँ अन गरौँ सो गाइस हेलमेट सेफ्टी चाहिँ हान्नु पर्यो मन्दा घुसार लगेपछि काम लाग्छ यो सेफ्टीहरू चाहिँ सो गाइस वाच गर्नु होला इन्जोय गर्नु होला है त म चाहिँ लागिसकेँ यहाँबाट अब मेरो भ्लगिङ स्टार्टिङ हुँदैछ गाइस म चाहिँ धेरै माथि जङ्गलतिर आएको छु म चाहिँ आज यो साइक्लिङ भ्लग बनाउन गइरहेको छु सो गाइस वाच गर्नु होला इन्जोय गर्नु होला यदि मनपर्छ भने लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै यतातिर देख्न सक्नुहुन्छ क्या दामी सिन छ होइन अनि तल पानी परिरहेको छ उतातिर देख्न सक्नुहुन्छ पहाड छ यतातिर देख्न सक्नुहुन्छ मकै फुलेको छ सो गाइस म चाहिँ साइक्लिङ भ्लग गर्न गइरहेको छु तपाईँ यतातिर साइकल छ अनि यतातिर क्यामेरा लगाएको छ यो गोप्रो क्यामेरा लगाएको छ यो क्यामेराबाट सो गाइस साइक्लिङ भ्लग गर्न गइरहेको छु सो गाइस वाच गर्नु होला इन्जोय गर्नु होला के कस्तो हुन्छ है त
के हुँदैछ साइडमा हिँड साइडमा बिचमा नहिँड न बिचमा नहिँड बिचमा नहिँड डन्डी खायो बिचमा हिँड्छु आफ्नो बाटोमा फोटो खिच्ने सो गाइज म चाहिँ घोडा बजारको भित्रभित्र घुम्दैछु म चाहिँ अहिले रुमतिर फर्कँदैछु रुमतिर नपुगिन्जेलसम्मको सिन कस्तो हुन्छ सो गाइज वाच गर्नुहुँदा हेर्दै गर्नुहुँदा है त के गरिरहेछौ खेलिरहेछौ कान्छो सही कुरा गरे नि तिमी ज्ञानी रहेछौ के खेलिरहेछौ कान्छेले त 1 करोडको साइकल हुन्छ सो फाइनली गाइस म चाहिँ धेरै वारी आइपुगिसकेको छु क्या थकाइ लाग्छ एकछिन विश्राम गरौँ होइन त्यसपछि फेरि जाउँला ओ कान्छा गयो पारे चोट लाग्ला नि कान्छा तपाईँ जानु छ के नाम के छ नाम एमआरके भ्लग एमआरके भ्लग ल सबैजनाले हाम्रो एमआरके भ्लगलाई सब्स्क्राइब गर्नु होला थ्यांक यू भाइ हजुर मेसी रोनाल्डो कसो फ्यान हो म त लामिन ए एमालेको फ्यान रहेछ भाइ एमाले फ्यान हो एमाले फ्यान हो हो के काङ्ग्रेस हो स्पेन भने उडाने कसको फ्यान हो तिम्रो कसको फ्यान हो फुटबलको कसको फ्यान हो रोनाल्डो को हो फ्यान रोनाल्डो फ्यान हो र लु कान्छो है थ्याङ्क यू है कान्छो सब्सक्राइब गरेकोमा अनसब्सक्राइब नगरे है उसले अहिले ऊ छैन कान्छो हावा पछाडि सो फाइनली गाइस आजको न्यू डे न्यू भ्लग चाहिँ म यसैमा एन्ड गर्न चाहन्छु म चाहिँ धेरै लङ ठाउँबाट लङ बाटो पार गरेर आइसकेको छु योभन्दा अघि बढ्न नसक्ने अवस्था भइसकेको छ म चाहिँ थाकिसकेको छु गाइस यस्तो उकालोहरूमा चाहिँ यस्तो थकाइ लाग्यो
सो फाइनली गाइज मेरो भिडियो वाच गर्नु होला, इन्जोय गर्नु होला। यदि मनपर्छ भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला, प्लिज सेयर पनि गर्नु होला भन्दै। सो गाइज वाच एन्ड इन्जोय नेक्स्ट भिडियो फेरि आउँदैछ ल्याउने छु है त गाइज। मेरो भिडियो हेरेर के कस्तो लाग्यो तपाईँहरूलाई? इन्जोय लाग्यो कि रिस उठ्यो कि माया लाग्यो कि घिर्ना लाग्यो कि के कस्तो लाग्यो? सो जस्तो लागे पनि हजुरहरूले अवश्य पनि हेर्नु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र जे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया अनि सल्लाह सुझाव दिनु होला है त। वाच एन्ड इन्जोय सबैजनालाई यो अनि यो